मेरो नाम चाहिँ निरबहादुर घले हो। म यो माउन्टेन कफीबाट यहाँनिर गाउँबाट कमिटी मेम्बर र एकाउन्टिङ गरेर बस्छु। यो चाहिँ मलाई यो हाम्रो यो पेमालिङमा चाहिँ 2022 मा प्लान्ट डिस्ट्रिब्युसन गरेकोले चाहिँ अहिले प्रोडक्ट दिँदैछ सर हो। दिस इयरदेखि कम्ती गर्दै अहिले पुरा फल्दैछ सर हो। यसले अब दिस इयरदेखि फुल्ली दिन्छ, नेक्स्ट इयरदेखि यो पुरा फ्रुट्स दिन्छ। जस्तै आज हार्भेस्टिङ छ, भोलि आएर उसले पे गरेर लान्छ। पहिले चाहिँ हाम्रो यो 60 गरेर थियो सर केजी। 60 भन्दाखेरि खास रेट भन्छ 80 गरेर थियो सर। 20 रुपिस चाहिँ हामी कमिटी फन्डमा काटेर राखेर यो चाहिँ अन्त यो हामी ग्रिन हाउसहरू सिड्लिङ्सहरू किन्दाखेरि एक्सपेन्डिचर गर्थ्यौँ। अन्त दिस इयरदेखि चाहिँ हामीले पब्लिकलाई नै 80 रुपिस पुऱ्याइदिएको छ। खास त्यहाँदेखि चाहिँ उता रेट चाहिँ कम्पनीसँग चाहिँ 100 गरेर 20 रुपिस चाहिँ फेरि हामी कमिटी फन्डमा काटेर राखेको। त्यही अब कोही ठाउँमा पानी वाटर सप्लाईहरू दुःख भएकोमा हामी त्यहाँनिर पाइप डिस्ट्रिब्युसन, सिड्सहरू, ट्रान्सपोर्टेसन चार्जहरू यस्तो चाहिन्छ हामीलाई। अब लगाउनु परेको खास चाहिँ के भनिन्छ अलैँची हुन्छ हाम्रो यहाँनिर क्लाइमेटमा सुट गर्छ। र अलैँची भनेको चाहिँ यो लङ टाइम लास्टिङ गर्दै छैन हो। वन्स लगाएर चाहिँ भयो भने 20 to 22 इयर्ससम्म चाहिँ फ्रुट्स दिनु थालेपछि कन्टिन्युली हुँदैछ सर। हामीलाई जस्तो अब हाम्रो यो गाउँमा अब एजेड मान्छेहरूलाई फ्रुट्स दिनु थालेपछि बसी एउटा इन्कम हुने रहेछ भनेर यस्तो कार्डमम चाहिँ अब हाई रेट त छ सर, तर अब समरमा निक्लिन्छ सक्दैन। यो पुरा यो इन्सेक्टहरू आउँछ। यो चाहिँ अब विन्टरमा हार्भेस्ट हुन्छ, यसलाई एकदम सजिलो हुँदैछ सर हार्भेस्ट गर्नु। अन्त यसको अब रेट पनि साली नै बढ्दै जाँदैछ। माउन्टेन कफीले एकदमै राम्रो गरिदिँदैछ यसले गर्दैछ। गाउँमा सर यो बेचेको रेट चाहिँ भनौँ भने अब मान्छेले कसैले म्याक्सिमम लियो भने 15,000 10,000 यस्तो भेट्दैछ। मिनिमम लियो भने 5-6,000 अब भर्खर लगाउनेले पनि यति चाहिँ पक्रिँदैछ। कम्पनीले बढाउँछु भनेको छ रेट, त्यतिखेर बढिदियो भने धेरै राम्रो हुन्छ। अब हामीले यहाँ पेमालिङ जोगमा चाहिँ हाम्रो के हो सर एकदमै राम्रो चाहिँ किनभने फर्स्टली आउँदा नै गभले सर टेक्निसियन साइजबाट एग्रिगेटरबाट हामीलाई अपर्च्युनिटी दिएर चाहिँ एकदमै राम्रो भयो सर। क्यास क्रप भने हाम्रो यो अब कफीबाट मात्रै त हुँदैन। हामी अब कार्डमम छ एउटा, एउटा जिन्जर छ, ओरेन्ज पनि हुन्छ सर। अलिक कॉफी की वीडियोस में कवर दे दूँ और हमारे जो कोई हाई सीन्स है दिल्ली को शुगर बेची तेमा पर प्राइवेट की कंपनी की राज जब के भेज रहे जो देते रहे बेरो मची एयर का चीज़ बंदी मची और दूसरी चिका बेर दे दो स्पेस इंडस्ट्री मची हमारे सेंडी मची एंटरप्राइज मेरम जैसे जी कॉफी प्लांटेशन बेगो भी दा हम बेची कार्डमम की मची मेन सोर्स ऑफ इनकम दे दो ना दे दा वन डिजीज समूह दे दा इससे राहत मिलेगी पॉजिटिव दी सेकेंडरी वे कॉफी ना इंटरेस्टिंग भी मिली माम मेरा कॉफी मस्त है चियो शीदी कवर भी दिया कॉफी ना अभी बिंदी के कॉफी दे दाते सेंसर वो कॉफी माउंटेन में रहते पका जिंदगी रे दो द मार्केट में वो एश्योरेंस बिंदी के पब्लिक लॉन्च करना नहीं करो अच्छे पे मालूम जो लोग द कॉफी जम चिमेंगा मच सिरे क्रॉप्स पे दी में मीट सुगरा बेच रहे हैं तो सेंडिंग मचना गैस चमसोलिंग एकेडमी दिना बिंदी की मचना वेजिटेबल तो उनके पॉजिटिव जो दे रहा मचना ज़्यादा मची गई ग्रीन हाउस सिंटेक्स वेजिटेबल सीड्स पूरा छाड़ भी दे रहा खाली दारू कॉफी से दारू दी सोर्स ऑफ इनकम दारू को जैसे बूस्ट बेचने की रखना बेचे वो कार्डमम लेते थे दानी रिप्लेस भी दा कॉफी ना मांग के इंटरेस्ट बेचने की दारू सोर्स ऑफ इनकम जैसा बूस्ट पे देना चाहिए कॉमर्स सिस्टम इनकम जनरेशन ना आहे जर्नी के दिन